बिहे गरेको रे अनि सिन्दुर त लगाउँदैन, के को बिहे हो यस्तो? ओके कहाँ? ओए देख रहे विनोद? विनोद कौन है अब वो जिसने पूछा है उनको बोल रहा हूँ। ओए तुम्हारे हाथ दो तो राइट हैंड जी। राइट नहीं है ओम मंगलाय हरि ओम। देन भयो शादी भयो त हजुरको लागि भयो बिहे ह्याप्पी ल अबदेखि म हजुरको पाउँछु है भयो नि ल फेरि माध्यम आयो ठिक छ अहिले यस्तो कुरा अब लाइक यो त एउटा मतलब सबैजनाको एउटा जिज्ञासा थियो भनौँ न एउटा मतलब उसले सिन्दुर लगाउँदैन यस्तो गर्दैन उस्तो गर्दैन यो गर्दैन त्यो गर्दैन अब लाइक अहिले पनि देख्नुभयो होला मैले लगाइदिएँ केही प्रब्लम छैन लगाउँदा तर फर सेक अफ सोसियल मिडिया सोइङ अफको लागि त्यो त्यो चक्कर हामीमा छैन होइन त्यो अब देखावटीको लागि गर्न यसरी अहिले कसैले मलाई सोध्दै लगाइदिएस कि लगाइदिए द्याट्स नट अ बिग डिल तर मेन कुरा भने के हो आफ्नो सन्तुष्टि पनि त हुनु पऱ्यो यार एउटा त लाइफ छ ऊ आफ्नो लाइफ मजाले फुलिस जियोस् म आफ्नो लाइफ फुलिस जिइरहेको छु उसले मलाई रेस्पेक्ट गर्छ मेरो चिजलाई रेस्पेक्ट गर्छ म उसको चिजलाई रेस्पेक्ट गर्नुपर्ने मेरो दायित्व भन्छ यस्तो होइन कि यार त मेरो बुढी भइसकिस् त लगाउनुपर्छ यो मैले भनेको गर्नुपर्छ होइन यो चल्दैन होइन एभ्री वान इज इक्वेल उसलाई जस्तो मन लाग्छ उसलाई लगाउनु मन लाग्छ लगाओस् आइएम ह्याप्पी नमगाउनु लाग्छ नलगाओस् त्यो पनि म ह्याप्पी त्यही पनि सँगै छौँ लगाए पनि सँगै नै छौँ नलगाए पनि सँगै छौँ होइन अब त्यो कुराहरू चाहिँ अब सिन्दुरको कुरा धेरै आउँथ्यो कि अनि त्यसलाई मैले कहिले रियाक्ट गरिदिन्थेँ उसलाई मैले रियाक्ट गर भन्थेँ किनकि हाम्रो लाइफ पर्सनल लाइफ र यो के अरे रियल लाइफ इट्स ह्युज डिफ्रेन्स है अनि वी नेभर टुक दिस के अरे रिलिजनको चिजहरू होइन रिलिजन थिङ्स यताउति कुराहरू कहिले पनि हामीले त्यो बिचमा आउँदैन त्यो बिचमा आएको भए वी वन्ट बी टुगेदर